यो ठ्याक्क पानी पियामा है अहिले हाम्रो मारुति भ्यान यहाँ है पल्टेको छ, कसरी छिरेको छ है, मान्छेलाई धन्न केही भएन छ। अब पानी पियामा कसैलाई केही भएन है धन्न भनेपछि आउँदै गरेको गाडी कसरी छिरेछ हौ, अचम्म लाग्यो यार। वान वे छ है, वान वेमा पनि एकदम गाह्रो छ। यस्तो ठाउँमा छिरेको छ गाडी है, फेरि उताबाट आएको गाडी कसरी छिर्यो क्या यहाँनिर क्या। इभी है, केही भएन छ कसैलाई है। कसरी आएर छिरेछ हौ गाडी त नि, खोइ कहाँबाट आएको कताबाट छिर्यो अचम्म क्या। हेर्नु नि फेरि छिर्नु नि कसरी छिरिरहेको छ, न काहीँ केही भत्किएको छ न केही छ, कसरी चाहिँ त्यहाँ छिर्यो क्या। कस्तो तरिकाले फेरि ठ्याक्क बिचमै फेरि यस्तो सुतेर छिरिरहेछ क्या। कसरी छिर्यो क्या, अचम्म क्या। अब धन्न कसैलाई केही भयो मान्छे के पनि भएन अरे, कसैलाई धन्न केही भएन छ। कताबाट चाहिँ आएको अरे, उतोबाट ड्रेनबाट मारुति भ्यान रहेछ यो। त्यही त भ्यान हो कि ट्रेनबाट चाहिँ कस्तो ड्रेनबाट आएर 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 यहाँबाट छिरेछ। ए ल है, हाम्रो यो धरानमा है अहिले ठ्याक्क 5 बजेको दिउँसो, बेलुका 5 बजे है ठ्याक्क एक्सिडेन्ट भएको। कसरी छिरेको है, डेन्जर छ है। अलिक होसले वान वे हो है, कुदाउनु पायो भनेर जसरी चाहिँ पायो त्यही तरिकाले कुदाउने पनि होइन। घटना पनि के तरिकाको घटना है हाम्रो, अचम्म क्या। कसरी भयो क्या यो घटना। त्यही भएर है सवारी साधन चलाउँदाखेरि चाहिँ एकदम ध्यान दिएर है, गाडी घोडा हो भरोसा हुँदैन है, जतिखेर पनि जे पनि हुनसक्छ। धन्न केही भएन छ, सामान्य घाइते मात्रै हुनुभएछ है, अरू त सब नर्मल छ, ठिक छ। सामान्य घाइते मात्रै हुनुभएको छ है, ट्याक्क पानी पिया ठाउँमा भएको घटना है यो चाहिँ।